एकदमै बब्बाल सामान लिएर आइसकेको छु जुन चाहिँ एकदमै युजफुल हुनेवाला छ है। यदि तपाईसँग चाहिँ आइप्याड ट्याब्लेट ल्यापटप कुनै पनि प्रोडक्ट छ र तपाईहरु त्यसमा चाहिँ हाइड्रोजेल फ्लेम हाल्न चाहनुहुन्छ भने चाहिँ मैले एकदमै हेभी ड्युटी मेसिन लिएर आइसकेको छु जुनले गर्दाखेरि चाहिँ तपाईहरुको घरमा भएको ल्यापटपहरु पनि छ आइप्याडहरु पनि छ अथवा तपाईसँग चाहिँ चार्जेबल स्कुटर छ जुनमा चाहिँ तपाईलाई चाहिँ हाइड्रोजेल फ्लेम लाउनु पर्यो अथवा तपाईको कारको स्क्रिन छ जुन डिस्प्ले छ कारमा पनि चाहिँ तपाईलाई ट्याब्लेट राखेको हुन्छ त्यसमा पनि हाल्न मिल्यो हैन। तपाईलाई क्यामेराहरुमा पनि हाल्न मिल्यो ए टु जेड सबै कुरामा हाल्न मिल्ने गरेर चाहिँ मैले एउटा नयाँ मेसिन अपडेट गरेको छु जुनले गर्दाखेरि चाहिँ तपाईको चाहिँ कार अनि चार्जेबल स्कुटरको स्क्रिनमा पनि राख्न मिल्यो अनि तपाईको आइप्याड ल्यापटप म्याकबुक सबैमा राख्न मिल्ने गरेर चाहिँ मैले यो नयाँ मेसिन एउटा अपडेट गरेको छु जुन चाहिँ म तपाईलाई चाहिँ यो खोलेर अनबक्सिङ गरेर देखाउँदै छु है। यसमा चाहिँ धेरै कुरा नै आइसकेको रहेछ मेरो लागि यहाँनेर ट्याक्कै एउटा चाहिँ यो सुनसाइन ब्रान्डको है यो के भन्छ यसलाई वाइपर है यो वाइपर आइसकेको छ अनि यसमा चाहिँ एउटा ब्रोसर पनि आएको रहेछ जुन चाहिँ यहाँनेर चाहिँ देखाइएको छ जुन चाहिँ ब्रान्डको नाम कम्पनीको नाम हरेक कुराहरु यसमा लेखेर दिएको रहेछ हैन। ठिकै छ यो पनि भइहाल्यो। एउटा चाहिँ यो हामीलाई म्याट आएको रहेछ जुन चाहिँ मोबाइलको लागि चाहिँ है यो हामीले चाहिँ ट्याक्क राखेर हाल्नको लागि हुन्छ हैन। अनि अर्को भनेको यसमा आएको छ एउटा यो के हो हेरौँ है। ओके यो चाहिँ चार्जर दिएको रहेछ जुन यो मेसिनको लागि युज हुन्छ हैन। अब हामी फाइनली चाहिँ यसको यो मेसिन निकालेर हेरौँ कस्तो छ तपाईहरुले पनि हेर्नु होला। अनि तपाईहरुको घरमा चाहिँ ल्यापटपहरु छ अथवा तपाईसँग म्याकबुक छ र त्यसको लागि स्क्रिन प्रोटेक्टरहरु हाल्न चाहनुहुन्छ भने चाहिँ स्क्रिन प्रोटेक्टर मात्रै नभएर ब्याक साइड र्यापिङको लागि पनि राम्रो भयो अनि त्यो मात्रै नभएर तपाईको माउस प्रोटेक्टरलाई पनि हुने भयो अनि त्यो मात्रै नभएर तपाईसँग चार्जेबल स्कुटर छ जुनको चाहिँ स्क्रिन ठुलो छ जुनमा चाहिँ तपाईलाई प्रोटेक्सन राख्नु हाइड्रोजेल राख्नु भन्नुहुन्छ भने त्यसको लागि पनि भयो। अब यो ट्याक्क मेसिन निकाल्दै छु हेरौँ कस्तो छ यो मेसिन हैन। ओके एकदम लार्ज साइज छ एकचोटि यहाँ राखौँ। हाम्रो त्यहाँनिर यो मेसिनको लागि उद्घाटन गर्ने एकजना ब्रदर पनि आइसक्नु भयो ट्याब्लेट लिएर। ओके अब यो हेर्न सक्नुहुन्छ तपाईहरुले हैन एकदमै दामी फिनिसिङमा दिएको छ जुन चाहिँ तपाईलाई चाहिँ जीएसएम बजार सुनसाइन ब्रान्डको हुनेवाला छ भने यसको फिनिसिङ क्वालिटी हेरिहाल्नु भयो। तपाईको घरमा भएको ए टु जेड म्याकबुक ल्यापटप ट्याब्लेट हैन अनि कारको लागि डिस्प्लेको लागि अनि यो चार्जेबल स्क्रिनको लागि सबैलाई हुने गरेर यो मेसिन आइसकेको छ। कोही पनि कुनै पनि कुराको लागि फर्केर जानु पर्दैन चाहे डिएसएल क्यामेरा होस् चाहे स्मार्ट वाच होस् तपाईहरुको कुनै पनि ब्रान्डको यदि स्मार्ट वाच पनि छ भने त्यसको लागि पनि यसमा चाहिँ कटिङ गर्न पाइयो है त। ए टु जेड स्मार्ट वाच क्यामेरा आइप्याड ल्यापटप म्याकबुक ट्याब्लेट सबैलाई हुने गरेर आइसकेको छ है त। अब फाइनली हामी चाहिँ यसलाई अन गर्न गइराखेको छौँ हैन। हेरौँ कस्तो लुक्स दिन्छ यसले। यो त BMW जस्तो लागिरहेको छ हेर्दै सही छ है एकदमै दामी ल है कलर यो ब्लू कलर हेर्नु हैन कस्तो दामी साइनिङमा हैन ट्याक्क सुनसान ब्रान्ड एकदम धन्यवाद उहाँलाई पनि जीएसएम बजारलाई पनि एकदमै धेरै धेरै धन्यवाद है। ल आज हामी यो मेसिनमा चाहिँ फर्स्टमा चाहिँ हामीले आज एउटा यो OnePlus को प्याड 2 भन्नु भएन प्याड 2 को लागि चाहिँ यो म्याट फिनिसिङमा चाहिँ हामीले कटिङ गर्दैछौँ। यो हुनेवाला छ सुनसान ब्रान्डको। सो गाइज है यो चाहिँ अझै स्ट्यान्डर्ड छ है यो मेसिन। अब यसमा चाहिँ म मेरै फोनको लागि हालिरहेको छु किनकि अघिको ट्याब्लेटमा चाहिँ हामीलाई सेटअप गर्न धेरै टाइम लाग्यो भएर हामीले चाहिँ उहाँलाई चाहिँ भोलि बोलाएका छौँ। उहाँ फेरि भोलि पनि आउनुहुन्छ किनकि हाइड्रोजेल फ्लेम भनेको चाहिँ बेस्ट मैले यसो सिजमा मात्रै छ त्यो पनि किसिम किसिमको छ त्यसले गर्दाखेरि धेरैजना यहाँ आउनुहुन्छ होइन। अब यो चाहिँ मेरो फोन पनि अहिलेलाई OnePlus छ होइन। यहाँनिर सर्च गरौँ यसमा छ नि त धेरैवटा मोडल छ यो म तपाईँहरूलाई देखाउँछु है। तपाईँ जुनसुकै ब्रान्डको लिएर आउनु जुनसुकै ब्रान्डको मोबाइल ल्यापटप ट्याब्लेट होइन। अब जस्तै तपाईँहरूको ल्यापटप छ वाच पनि छ है वाचको लागि पनि तपाईँहरू आउन सक्नुहुन्छ क्यामेराको लागि पनि आउन सक्नुहुन्छ है। यो चाहिँ धेरै टाइम लाग्छ यो चाहिँ म गर्दिनँ है यो एयरपोर्टको लागि चाहिँ म गर्दिनँ है। अर्को यो गेम यो भयो होइन यो कारको चाहिँ तपाईँलाई चाहिँ यो भित्र राखेको स्क्रिन हुन्छ जुन चाहिँ तपाईँलाई डिस्प्ले नै भनौँ त्यो एउटा एलइडी राखेको हुन्छ त्यसको लागि पनि मिल्छ र अरू धेरै थुप्रै कुराहरूको लागि चाहिँ यसमा हाइड्रोजेल फिल्मको लागि कटिङहरू दिएको छ। तपाईँहरूको बाइकको लागि पनि दिएको छ है। म यहाँनिर हेर्छु है तपाईँलाई भन्नु ल बाइकको लागि यहाँनिर चाहिँ तपाईँको लागि चाहिँ यो कस्टमाइज गरेर कटिङ गर्न पनि दिएको छ जुनमा चाहिँ हामीले चाहिँ यसलाई कस्टमाइज गरेर होइन। हाम्रो फोन मोडल भनेको C4 हो C4 अब हामीले भेटिसक्यौँ यहाँनिर फ्रन्ट भइहाल्यो। अब यसमा चाहिँ कस्तो स्टाइलको काट्ने है त्यही अनुसार दिएको छ ट्याक्क। यहाँनिर हेरौँ फ्रन्ट यो म्याटमा चाहिएको छ मलाई भनेपछि यसमा म्याट कस्तो छ फ्रन्टमा मात्रै जाऊँ फ्रन्ट स्पेसन। ओके यो छ ब्याक पनि छ फ्रन्ट हामीलाई यसमा चाहियो। ओके यही कटिङ गर्नु पऱ्यो हामीले कटिङ गऱ्यौँ अब। ओके एकदम स्मुथ छ यसको काट्ने तरिका तर मेरो पुरानो मेसिनभन्दा एकदमै धेरै स्मुथ छ यो। ओके हामीले चाहिँ यसको लागि कटिङ गरिसकेका छौँ होइन। अब हेरौँ एउटा यो हालिहालौँ पहिला कस्तो
ओके यो मेरो पुरानो हाइड्रोजेल फ्लेम है म यो निकालेर फाल्दै त्यो पनि एकदम प्रोटेक्टिभ नै थियो जुन यो क्वालिटी थियो सेम यही नै थियो होइन ट्याक्क अब यहाँ गाइस एकदम स्मुथ फिल आइरहेछ होइन त्यो चाहिँ म्याट फिनिसिङमा भयो एकदमै राम्रो प्रोटेक्सन दिने क्वालिटीमा हो यो पनि यस्तो भयो है आजको यो नयाँ मेसिनबाट फर्स्ट कटिङ गरेर हालिसकेँ है त यदि हजुरहरूको पनि हाइड्रोजेल फ्लेम हाल्नु छ भने चाहिँ बेस्ट मोबाइल एसेसरिजमा आएर हजुरहरूले पनि यस्तै म्याट प्राइभेसी क्लियर म्याट प्राइभेसी सब क्वालिटीमा चाहिँ हाल्न पाउनु भयो है हजुरहरू पनि आउनु होला है ल गाइस आज चाहिँ यो मेरै मोबाइलले यो ओखर पनि फुटाएर देखाउँदैछु यो चाहिँ हजुरहरूको ट्रस्टको लागि है एकदमै यो चाहिँ राम्रो हुन्छ भनेर है ओखर एकदम बलियो थियो ओके हेर्नु है स्क्रैच पनि आउँदैन यसमा है तपाईँहरू राम्रोसँग हेर्न सक्नुहुन्छ एकदमै तपाईँलाई है ल हेर्नुहोस् स्क्रैच पनि आउँदैन जुनले चाहिँ तपाईँको यतिकोमा तपाईँको टेम्पर ग्लासले हान्यो भने यो फुट्छ 100% फुट्छ टेम्पर ग्लास फुट्छ भित्र नफुट्यो भने तर यसमा भनेको चाहिँ स्क्रैच पनि आउँदैन हेर्नु है तपाईँहरूको चाहिँ टेम्पर ग्लासको पैसा पनि बचाउँछ यदि हजुरहरू पनि हाइड्रोजेल फ्लेम हाल्न चाहनुहुन्छ भने बेस्ट मोबाइल एसेसरिजमा आइहाल्नु होला है त